दुबईमा सेक्युरिटीको सेलेरी 2262देखि लिएर तपाईँको 2750सम्म हुन्छ। दुबईमा सेक्युरिटीमा काम गर्न आउन चाहनुहुन्छ तर तपाईँलाई दुबईको बारेमा थाहा छैन, सेक्युरिटीमा कस्तो कस्तो कुराहरूलाई हामीले फलो गर्नुपर्छ भन्ने कुरा थाहा छैन भने म आज तपाईँलाई यो डाउट क्लियर गरिदिन्छु। हाई एभ्रिवान, म मनिष खड्का र म अहिले हाल दुबईमा कार्यरत छु र दुबईमा मैले सेक्युरिटी फिल्डमा काम गर्दै आएको 4 वर्षको रनिङ भइसकेको छ र एउटा राम्रो एक्सपिरियन्स लिएर मैले आजको दिनसम्म यो सेक्युरिटी फिल्डमा बिताइरहेको छु र तपाईँहरूलाई मैले मेरो एक्सपिरियन्स अनुसार मैले बुझेको, मैले सिकेको अनुसार म तपाईँहरूलाई त्यो सबै कुराहरू सिकाउने छु र तपाईँ पनि 100% ढुक्क निर्धक्क भएर आउन सक्नुहुन्छ। विशेष गरी सेक्युरिटी फिल्ड दुबईमा डिपिएस र तपाईँको पिएसबिडी भन्ने हुन्छ र डिपिएसमा तपाईँको सिरा ट्रेनिङहरू हुन्छ भने तपाईँको पिएसबिडीको आफ्नै ट्रेनिङ हुन्छ, आफ्नै क्लास हुन्छ, त्यसमा तपाईँले इक्जाम दिनुपर्ने हुन्छ। सुरुमा तपाईँ नेपालमा मेन पावरहरूमा राम्रो कम्पनीहरू बुझेर आफूले इन्टरभ्यूहरू दिन सक्नुहुन्छ र इन्टरभ्यूमा पास भएपछि तपाईँ दुबई आउनुहुन्छ। दुबईमा आएपछि यदि तपाईँ डिपिएसमा आउँदै हुनुहुन्छ भने तपाईँलाई सिरा लाइसेन्स अनिवार्य छ र सिरा लाइसेन्सको लागि तपाईँलाई आफ्नो कम्पनीले 4 दिन 5 दिनको ट्रेनिङ गराउँछ र तपाईँको इक्जाम हुन्छ, इक्जाममा पास हुनुपर्ने हुन्छ र इक्जाममा पास हुनको लागि तपाईँले हरेक कुराहरू सेक्युरिटी फिल्डकोदेखि लिएर सेफ्टीकोदेखि लिएर हेल्थ होइन यस्तै धेरै कुराहरूमा तपाईँलाई सिकाउँछ, जुन कुरा चाहिँ तपाईँको लाइफमा पनि जहिले पनि काम आउँछ कि। र तपाईँलाई पिएसबिडीमा यदि आउँदै हुन्छ भने तपाईँ पिएसबिडीको लागि अबुधाबीमा मात्रै अभाइलेबल छ। यो तपाईँको डिपिएस चाहिँ तपाईँको दुबईदेखि लिएर तपाईँको शारजा अबुधाबीमा पनि छ र दुबईको धेरै ठाउँहरूमा यो सेक्युरिटीहरू तपाईँले राम्रोसँगले गर्न सक्नुहुन्छ। कम्पनी यदि राम्रो भयो भने सबैभन्दा पहिला कम्पनी बेस्ट चोइस गर्ने तपाईँले, किनभने धेरै कम्पनीहरू छ। म कुनै पनि कम्पनी रिक्वायर्ड गर्दिनँ यो राम्रो छ भनेर, तपाईँले बुझेर अहिले त इन्टरनेटको जमाना छ, जसरी पनि तपाईँले बुझ्न सक्नुहुन्छ, जहाँबाट पनि तपाईँको साथीभाइहरूबाट पनि बुझ्न सक्नुहुन्छ। र तपाईँ सुरुमा इन्टरभ्यू फेस गर्न डराउनुहुन्छ भने कसरी इन्टरभ्यू फेस गर्ने भन्ने कुराहरू तपाईँ सोच्दै हुनुहुन्छ भने तपाईँले अहिले त विभिन्न युट्युबको माध्यम छ, गुगलको माध्यम छ, त्यहाँबाट पनि तपाईँले सिक्न सक्नुहुन्छ कसरी चाहिँ हामीले इन्टरभ्यू फेस गर्न सकिन्छ भनेर। र राम्रोसँगले इन्टरभ्यू दिएर पास भए पश्चात तपाईँ दुबईमा आउने बेलामा तपाईँलाई चाहिने डकुमेन्ट्सहरू कुनै पनि नबिर्सिनु होला। मस्ट दुबईमा तपाईँको पुलिस रिपोर्ट छ अनि तपाईँको स्कुलको सर्टिफिकेटहरू पनि, यदि तपाईँ राम्रो एउटा स्टुडेन्ट हुनुहुन्छ या त एउटा राम्रो तपाईँसँग सर्टिफिकेटहरू स्कुलको छ या कलेजको छ भने त्यो पनि बोकेर आउँदा राम्रो हुन्छ। र तपाईँले मेन पावरलाई कतिसम्म पैसा दिने, कति के गर्ने यो तपाईँहरूलाई मेन पावरले भन्छ र तपाईँले भरिसक कसरी हुन्छ सस्तोमा आउनु प्रयास गर्नुहोस्, किनभने धेरै ऋण लिएर आउँदाखेरि तपाईँलाई भोलिको तिर्न आफैले पर्छ, अलिकति गाह्रो पनि हुनसक्छ, किनभने ऋणसँगै हाम्रो ब्याजहरू पनि बढ्दै जान्छ नि त। र तपाईँ सुरुमा आएर तपाईँले ट्रेनिङ लिनुहुन्छ, 4-5 दिनको तपाईँको ट्रेनिङहरू पास हुन्छ, सँगसँगै तपाईँको भिसा मेडिकलहरू हुन्छ। भिसा मेडिकलहरू पनि पास भए पश्चात तपाईँको ड्युटी सुरु हुन्छ। अब ड्युटी तपाईँको इन्डोर र आउटडोरमा कस्तोमा हुन्छ त्यो अब भन्न सकिँदैन, किनभने दुबईमा गर्मी एकदमै धेरै हुन्छ, तपाईँलाई थाहा छ, सबैलाई थाहा छ। र आउटसाइड यदि ड्युटी पऱ्यो भने अलिकति गाह्रो हुन्छ। सुरुमा अब हाम्रो नेपालको इन्भाइरोमेन्टमा बसेर हामी आउँदाखेरि फेस गर्न नसक्ने अवस्था पनि हामीमा हुनसक्छ। र तपाईँको यदि भित्र ड्युटी पऱ्यो भने यहाँ हरेक ठाउँमा हरेक जग्गामा एसीहरू उपलब्ध हुन्छ, भित्र एसीमा काम गर्दाखेरि त्यस्तो टेन्सनै हुँदैन। र यहाँ आएपछि तपाईँले गर्मी पनि झेल्न सक्नुपर्छ र कतिलाई एसीमा मन नपर्न पनि सक्छ, त्यो पनि झेल्नुपर्ने हुन्छ। गर्मीको साथसाथ एसी पनि यहाँ दुइटै एसीमा पनि काम पर्न सक्छ र तपाईँको घाममा पनि काम पर्न सक्छ। त्यसपश्चात तपाईँले कम्पनीले काम गर्दै गएपछि तपाईँलाई राम्रो कम्पनी छ भने 20 तारिक 25 तारिक सेलेरी दिन्छ र तपाईँको 30 तारिक 5 तारिक 10 तारिक यसरी सेलेरी दिन्छ। र डिपिएसमा यदि कोही आउँदै हुनुहुन्छ भने तपाईँको डिपिएसको सेलेरी चाहिँ कति छ भन्दाखेरि अहिले फिलहाल दुबई एरियामा चाहिँ 2262 26 दिनको 2262 26 दिनको छ भने तपाईँको अबुधाबी स्थित पिएसबिडीमा चाहिँ तपाईँको 2700-2800सम्म सेलेरी हुन्छ 26 दिनको। यदि तपाईँले ओभरटाइम गर्दै हुनुहुन्छ भने ओभरटाइम पनि आउँछ र दुबईमा पनि तपाईँले यदि ओभरटाइम गर्दै हुनुहुन्छ 26 दिनमा तपाईँले 28 दिन काम गर्न सक्नुहुन्छ या त 30 दिन पनि काम गर्नुहुन्छ भने तपाईँको ओभरटाइम आउँछ। अब हिसाब गरौँ भने त अहिले
तपाईँको 26 दिनको म यहाँ हिसाब गर्दैछु, तपाईँले नि क्यालकुलेट गर्न सक्नुहुन्छ। 2262 इन्टु अहिले तपाईँको रेट राम्रो छ, अहिले 39.40 छ। हामी 39 लाउँदा पनि कति हुन्छ भन्दाखेरि तपाईँको 88,000 39 रुपियाँ यदि रेटले दुबईको रेटले गर्दा पनि तपाईँको 88,218 रुपियाँ हुने रहेछ। र तपाईँले यसमा अब कति कम्पनीको खानाहरू हुन्छ भने कति कम्पनीले खानाहरू प्रोभाइड गर्दैन, र तपाईँले यसमा आएर 28,218 रुपियाँ पर मन्थ कमाउन सक्नुहुन्छ। अब यसमा तपाईँमा निर्भर पर्छ कति तपाईँ खानुहुन्छ, कति तपाईँले घरमा पठाउनुहुन्छ, त्यो हिसाब गरेर आउन सक्नुहुन्छ। तपाईँले धेरै एक्सपेक्टेड पनि नगर्नुहोस् र तपाईँले योभन्दा कम पनि हुन्छ भने नसोच्नुहोस्। यदि राम्रो कम्पनी छ भने है, सबै कम्पनीलाई म भन्दिनँ, सबै कम्पनीको आफ्नो आफ्नो रुल्स एन्ड रेगुलेसन हुन्छ। कति कम्पनीले 1200 पनि दिइरहेको हुन्छ, कतिसम्म कम्पनीले 1800 पनि दिइरहेको छ। तर राम्रो कम्पनीको सेलेरी भनेको तपाईँको 26 दिन काम गरेको तपाईँलाई